नमस्ते, म अधिवक्ता बाबुराजु शाक्य। आज हामी धम्मपदको कुरा गर्छौँ। बौद्ध दर्शन अन्तर्गतको धम्मपदको सम्बन्धमा कुरा गर्छौँ। एउटा विषयवस्तुमा प्रवेश गर्नु पूर्व एउटा कुरा के छ भने हामी बाटोमा हिँड्दाखेरि हामीले जानेर नजानेर कयौँ किराहरू फट्याङ्ग्राहरू कुल्चिन्छौँ, कमिलाहरू कुल्चिन्छौँ र कमिलाहरू मर्छन्। अब त्यो कुल्चेर मरेका कमिलाहरू किरा प्राणीहरू कुल्चे बापत हामीलाई पाप लाग्छ कि लाग्छ? यस सन्दर्भमा यो धम्मपदको यो म कुरा गर्न गइरहेको छु। एकचोटि श्रावस्ती जेतवन बिहारमा चक्कुपाल भन्ने एकजना दृष्टिविहीन भिक्षु थिए। उनी बिहान चक्रमन ध्यान गर्दै थिए। चक्रमन भनेको हिँडेर गर्ने ध्यान। मैले बिस्तारै पाइताला उचालेँ, मैले पाइताला राखेँ, यसरी कन्सन्ट्रेट भएर हिँडेर गर्ने ध्यानलाई चक्रमन ध्यान भनेर भनिन्छ। त्यो ध्यान अभ्यास गर्दै गर्दाखेरि उसको खुट्टाबाट थुप्रै गणेउलाहरू, त्यति बेला त्यो चौरमा गणेउला किराहरू कमिलाहरू थिए, ती कुल्चेर मरे। थुप्रै ती गणेउलाहरू उसको पाइतालामा कुल्चेर मरेको देखेर अन्य भिक्षुहरूले भगवान् बुद्धलाई गएर यो कुरा भने। अनि यो प्रश्न पनि सोधे, अब यो चक्कुपाललाई यसरी चक्रमन ध्यान गर्दै गर्दा उसको खुट्टाले धेरै किरा फट्याङ्ग्राहरू कुल्चेर मरेको हुनाले उसलाई पाप लाग्छ कि लाग्दैन? बुद्धले मुस्कुराउँदै आज्ञा गर्नुभयो, चक्कुपाल भन्टे भनेको अरहन्त भइसकेको भिक्षु। उसको चित्तमा प्राणी हिंसा गर्ने रत्तिभर पनि त्यस्तो चित्त छैन। त्यसकारण उसलाई पाप लाग्दैन भनेर आज्ञा गर्नु। त्यसपछि अर्को एकजना भन्टेले सोधे, उसो भए अरहन्त भइसकेको चक्कुपाल भन्टे कसरी अन्ध भयो त भन्दाखेरि भयो भनेर बुद्धलाई सोद्धाखेरि बुद्धले भने, चक्कुपाल भन्दा पहिलाको जुनीमा एउटा कविराज थियो। उसले बिरामी भएका व्यक्तिहरूलाई निको बनाउने काम गर्थ्यो। एक दिन एउटा महिला आइन्। त्यो महिला थुप्रै कविराज कहाँ गए, त्यतिबेला डक्टर होइन कविराज भन्छ, वैद्यहरू कहाँ गएर देखाउन गए। उसको आँखा दुखेको निको भएको थिएन। त्यसपछि यो चक्कुपालको कहाँ आइन्, पूर्व जन्ममा कविराज थिए ऊ। उसकोमा आएर मेरो आँखा ठिक बनाइदियो भने म तपाईँको घरमा दासी बस्छु भनेर ती महिलाले भने। त्यसपछि चक्कुपालले कविराज थियो, उसले औषधि गरिन् र आँखा निको भयो। आँखा निको भइसकेपछि त्यो महिलाले अब दासी बन्नु पर्ला भनेर, होइन ठिक भएको छैन, अझै दुखिरहेछ भन्ने जस्ता कुराहरू गर्न थाले। यो देखेर चक्कुपाल त्यति बेला पूर्व जन्मलाई अभिमान आयो, ए म जस्तो जान्ने त्यो कविराजले उपचार गर्दाखेरि पनि ठिक भइसकेछ पनि तिमी मलाई झुटो बोल्ने भनेर फेरि औषधि लगाइदिएर ती महिलालाई अन्धो बनाइदियो। त्यसैको पापले गर्दाखेरि यो जुनीमा ऊ अन्धो भएर जन्मियो है। तर उसले धेरै पुण्य कामहरू गरेको हुनाले ऊ के हुन पाए, यो मानव शरीरमा मानव भएर जन्मिन पाए। त्यसपछि त्यो पुण्यको कारणले गर्दाखेरि पनि ऊ चाहिँ बुद्ध शासनमा भन्टे हुन पाए। त्यसकारण त्यसपछि बुद्धले फेरि आदेश गर्नुभयो, सबैभन्दा पहिला जे कुरामा पनि पहिला मन जान्छ। मनै मुख्य कुरा हो। सबै कुरा मनले नै बनेको छ। हिंसा गर्ने, नराम्रो कुरा गर्ने, झुठो बोल्ने, व्यभिचार गर्ने, त्यो सबै गर्ने मान्छेले केले गराउँछ भन्दाखेरि मनले पहिला गराउँछ। त्यसकारण उहाँले आज्ञा गर्नुभयो, जसरी बैलगाडाको पछि त्यो चक्का दोहोरिँदै आउँछ, बैलगाडा अगाडि पछाडि त्यो चक्का घुम्दै त्यो बैलगाडाको पछि आउँछ, त्यसरी नै हामी मान्छेले आफूले गरेको कर्म र त्यो कर्मको फल पछाडि आउँदै गर्छ। त्यसैले हामीले पाप कर्म गर्यो भने त्यो कर्मको फल पनि बिस्तारै पछि हामी सँगसँगै आउने गर्छ। त्यसकारण
बैलगाडा पछाडि जसरी पछि पछि बैलगाडा पछाडि पाङ्रा जो चक्का हिँड्छ त्यसरी नै हामीले गरेको पाप कर्म हामी सँगसँगै आउँछ भनेर आदेश गर्नुभयो। त्यस कारण अब यो कुराबाट के थाहा पायो भन्दाखेरि यदि हाम्रो मनमा चित्तमा हिंसा गर्ने त्यस्तो मनसाय थिएन र अन्जानमा कुनै त्यो किरा फट्याङ्ग्रा यसरी कुल्चिएर मऱ्यो भने हामीलाई पाप लाग्दैन। तर जानी जानी हामीले कर्म गर्यो, नराम्रो कर्म गर्यो भने त्यो कर्मको फल पनि सँगसँगै आउँछ। त्यसकारण उखान पनि छ, भगवानले बरु माफ देला तर हामीले गरेको कर्मको फल चाहिँ कर्म र त्यो कर्मको फल चाहिँ हामीले भोग्नै